नमस्ते साथीहरू। आज हामी एपिएफमा अनलाइन फारम कसरी भर्ने त? अनलाइन फारम भरेर के गर्नुपर्ने हुन्छ? यसमा के डकुमेन्ट चाहिन्छ? कसरी फारम भर्ने? यसको बारेमा सम्पूर्ण जानकारी आजको भिडियोमा पाउनुहुनेछ। च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गर्नुहोला। अब यसमा हामीलाई फारम भर्नको लागि अनलाइन फारम भर्नुपर्ने हुन्छ र त्यो फारम भरिसके पछाडि एउटा पिडिएफ पेज आउँछ। त्यो पिडिएफ पेज प्रिन्ट गराएर कहाँबाट हामी फारम भरेको छौँ, कुन अफिसलाई सबमिट गर्ने भनेर फारममा भनिएको छ, त्यो अफिस गएर हामीलाई फारम सबमिट गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला हामी गएर अनलाइन फारम भर्नेतिर जाउँ। आफ्नो क्रोम ब्राउजर ओपन गर्न सक्नुहुनेछ। त्यसपछि गएर भर्ना डट एपिएफ डट जिओभी डट एनपी र यो लिङ्क तल डिस्क्रिप्सनमा पनि छ, त्यहाँ गएर पनि क्लिक गर्न सक्नुहुनेछ। त्यो क्लिक गरिसके पछाडि यो पहिलो जुन वेबसाइट आउँछ त्यसमा क्लिक गर्नुहोला र त्यस पछाडि तपाईँले इन्स्ट्रक्सन हेर्न सक्नुहुनेछ। यसमा लेखिएको छ साथमा लिएर आउनुपर्ने कागजहरू यस प्रकारका छन्। अब यसमा हालसालै खिचिएको पासपोर्ट साइजको पुरै मुख देखिने 3 प्रति कलर फोटो चाहिन्छ। नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, फोटोकपी भयो। विज्ञापन भएको पदको लागि तोकिएको न्यूनतम जुन शैक्षिक योग्यता छ, त्यसको प्रमाणपत्रको प्रतिलिपि चाहियो। शैक्षिक योग्यताको क्यारेक्टर सर्टिफिकेटको प्रतिलिपि चाहियो र तपाईँले अनलाइन फारम अहिले जुन भर्नुहुन्छ र अहिले फारम भरिसके पछाडि लास्टमा जुन पिडिएफ फाइल आउँछ, त्यो पिडिएफ फाइल हामीलाई प्रिन्ट गराएर लग्नुपर्ने हुन्छ र त्यस पछाडि सशस्त्र प्रहरी कर्मचारीको लागि उमेर हद तथा योग्यता यस प्रकारका छन्। अब यसमा हेर्न सक्नुहुनेछ, यसमा प्रशासनको र प्राविधिकको यसमा दुइटैको दिएको छ र यसमा हेर्न सक्नुहुनेछ, यो प्रशासनमा हेर्नुभयो भने सशस्त्र प्रहरी निरीक्षक लेखा उपसमूहमा अब यसमा लेखा विषय सहित व्यवस्थापन वा वाणिज्य विषयमा स्नातक ब्याचलर इन एकाउन्ट पास गरेको हुनुपर्छ। एज 21 देखि 25 भित्र हुनुपर्छ र यो विभागीयको हकमा 21 देखि 30 एजसम्मकोले भर्न पाउनुहुनेछ। त्यस पछाडि चाहिँ सशस्त्र प्रहरी निरीक्षक कानुन उपसमुद्र। त्यसमा कानुनमा स्नातक गरेको हुनुपर्छ र उमेर भनेको जेनरलको लागि बाहिरको लागि 21 देखि 25 हो भने जो मान्छे यसमा काम गर्दै हुनुहुन्छ 21 देखि 30 भए पनि फारम भर्न पाउनुहुनेछ। त्यस पछाडि छ सशस्त्र प्रहरी निरीक्षक। यसमा ब्याचलर पास गरेको हुनुपर्छ। सशस्त्र प्रहरी सहायक निरीक्षक, यसमा हामीलाई इन्टरमिडिएट भनेको +2 जुनसुकै सब्जेक्ट लिएर पास गरेको भए पनि यसमा भर्न पाउनुहुनेछ र सशस्त्र प्रहरी निरीक्षकमा जुनसुकै फिल्डमा पनि ब्याचलर पास गरेकोले भर्न पाउनुहुनेछ। यो सबै प्रशासनतर्फ थियो भने अब हामीले यो प्राविधिकतर्फ हेर्नुभयो भने प्राविधिक सशस्त्र प्रहरी निरीक्षक। अब यसमा हामीलाई प्रमाणपत्र त भनेको छ, एज 18 देखि 27 भनिएको छ र एउटा छ स्टाफ नर्स। यसमा स्नातक ब्याचलर पास गरेको हुनुपर्छ भनेर भनेको छ। अब यसमा पनि एज तोकिएको छ। अब यसमा हामीलाई फारम भर्नको लागि सबैभन्दा पहिला यो रजिस्ट्रेसन फारम भन्ने अप्सन छ, यसमा गएर क्लिक गर्नुहोला र क्लिक गरिसके पछाडि अब हामीलाई यसमा सबैभन्दा सुरुमा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोला। त्यस पछाडि आफ्नो डेट अफ बर्थ राख्नुहोला यहाँ। त्यसको लागि क्लिक गर्नुहोला। सबैभन्दा पहिला आफ्नो इयर चुज गर्नुहोला यहाँ गएर। डेट अफ बर्थ राखिसके पछाडि आफ्नो नागरिकता नम्बर यहाँ राख्नुहोला। त्यस पछाडि नागरिकता नम्बर कहाँबाट जारी भएको छ त्यो जिल्ला यहाँ चुज गर्नुहोला। यहाँ जिल्ला सबै लिस्टहरू हेर्न यसमा आफ्नो जिल्ला चुज गर्नुहोला। त्यस पछाडि तपाईँ कुन पदको लागि यसमा फारम भर्दै हुनुहुन्छ, त्यो पद त्यहाँ तपाईँ चुज गर्नुहोला यहाँ। र चुज गरिसके पछाडि तपाईँ कार्यरत हुनुहुन्छ भने कार्यरत छु भन्नेमा गर्नुहोला। कार्यरत हुनुहुन्न, भर्खरै फारम भर्दै हुनुहुन्छ भने कार्यरत छैन भन्नेमा क्लिक गर्नुहोला। त्यसपछि यसमा रिक्याप्चा जुन हेर्न सक्नुहुनेछ, त्यसमा आएर त्यहीँ टाइप गर्नुहोला र त्यस पछाडि क्यापिटल छ भने क्यापिटलमा, स्मल छ भने स्मलमा, अथवा क्याप्चा बुझ्नु भएन भने यसमा क्लिक गरेर क्लिक गर्नुहुन्छ भने फेरि नयाँ क्याप्चा आउँछ, त्यो हिसाबले भर्नुहोला। लास्टमा आएर भेरिफाई एन्ड कन्टिन्यूमा क्लिक गर्नुहोला र यसमा आएर तपाईँले भर्नुभएको सबै डेटा ठिक छ, एकपटक ओकेमा उल्लेखित डाटा सच्याउन सकिने छैन। त्यही भएर यसमा डाटा सबै ठिक छ भने ओकेमा क्लिक गर्नुहोला र त्यस पछाडि हेर्न सक्नुहुनेछ यहाँ तपाईँको फारमको अब पोर्टल ओपन भयो। अब यसमा सबै आफ्नो डिटेलहरू राख्नुपर्ने हुन्छ। सबैभन्दा सुरुमा हामीलाई यहाँ जेन्डर चुज गर्नुपर्ने हुन्छ। त्यसपछि आफ्नो नाम चुज गर्नु होला यहाँ। आफ्नो पहिलो नाम, मध्यम नाम, अन्तिम नाम यहाँ नेपालीमा राख्नुपर्ने हुन्छ भने यहाँ इङ्ग्लिसमा राख्नुपर्ने हुन्छ। त्यसपछि फोटो अपलोड गर्नुपर्ने हुन्छ। अब आफ्नो पहिलो नाम यहाँ राखौँ।
आफ्नो पहिलो नाम राख्नुहोला। त्यस पछाडि बिचको नाम छ भने राख्नुहोला, छैन भने लास्ट नेम राख्नुहोला। त्यस पछाडि आफ्नो इङ्ग्लिसमा यहाँ नाम राख्नुपर्ने हुन्छ। आफ्नो यहाँ इङ्ग्लिसमा नाम राख्नुहोला। त्यसपछि यो लास्ट नाम राख्नुहोला। त्यसपछि फोटो साइजमा हामीले म्याक्सिमम् 2 MB सम्मको फोटो अपलोड गर्न मिल्छ र फोटोको साइज 140 पिक्सल बाइ 160 पिक्सल भनेको छ। अब यसमा आफ्नो फोटो चुज गर्नको लागि चुज फाइलमा जानुहोला। त्यसपछि आफ्नो फाइल चुज गर्नुहोला र त्यस पछाडि आफ्नो फोटो चुज गरेर यहाँ ओपन गर्नुहोला र यसरी तपाईँको फोटो आउँछ। त्यस पछाडि आफ्नो डेट अफ बर्थ यहाँ राख्नुभएकै छ। त्यस पछाडि आएर यहाँ यो जारी तपाईँको नागरिकता कहिले जारी भएको हो त? यो यहाँ राख्नुपर्ने हुन्छ। यहाँ त्यो डेट तपाईँहरू राख्नुहोला। राखिसके पछाडि तपाईँ अब बाँकी डिटेलहरू भर्नुपर्ने हुन्छ। अब यसमा तपाईँ आफ्नो जिल्ला चुज गर्नुभएको छ भने त्यो जिल्ला भयो। त्यसपछि तपाईँ आफ्नो नागरिकतामा के छ त गाविस नगरपालिका त्यहाँ भर्न सक्नुहुनेछ यहाँ। त्यस पछाडि आएर तपाईँ आफ्नो वडा यहाँ भर्न पाउनुहुनेछ। वडा नम्बर कति हो? त्यसपछि तपाईँको टोल कुन हो त? त्यो टोल भर्न सक्नुहुनेछ यहाँ। त्यस पछाडि फोन नम्बर तपाईँको यहाँ अलरेडी आउँछ। त्यस पछाडि आफ्नो यो पत्रचार गर्ने ठाउँमा पुरै एड्रेस यसमा लेख्न सक्नुहुनेछ। अब यसमा सबैभन्दा पहिला के गर्न सक्नुहुनेछ भने आफ्नो टोल यहाँ राख्नुहोला। कपी गरेर पेस्ट गर्दा हुन्छ। त्यसपछि कोमा राख्नुहोला। त्यसपछि आफ्नो यो गाउँपालिका नगरपालिका के छ त्यो राख्नुहोला र त्यस पछाडि आएर फेरि कोमा राखेर आफ्नो डिस्ट्रिक्ट यहाँ कुन हो त यसरी चुज गर्न पाउनुहुनेछ। त्यस पछाडि इमेल एड्रेस राख्नुपर्ने हुन्छ। यहाँ तपाईँ आफ्नो इमेल एड्रेस टाइप गर्नुहोला। यति डिटेल राखिसके पछाडि अब आफ्नो बुवाको नाम थर राख्नुपर्ने हुन्छ। यसमा आएर आफ्नो बुवाको नाम चुज गर्नुहोला। राखिसके पछाडि त्यस पछाडि यहाँ अन्तिम नाम राख्नुहोला। त्यस पछाडि यहाँ आमाको नाम राख्नुपर्ने हुन्छ। बिचको नाम छ भने राख्नुहोला। त्यस पछाडि लास्ट नाम राख्नुहोला। त्यस पछाडि आएर अब तल स्क्रोल गर्नुहोला। त्यस पछाडि बाजेको नाम यहाँ राख्नुहोला। त्यस पछाडि म्यारिड हुनुहुन्छ भने पति पत्नीको नाम यहाँ राख्न सक्नुहुनेछ र यो सबै डिटेल भरिसके पछाडि त्यसपछि लास्टमा आएर यहाँ सेभ एन्ड कन्टिन्यूमा क्लिक गर्नुहोला। त्यस पछाडि फेरि पनि यहाँ सबै डाटा ठिक छ भने ओकेमा क्लिक गर्नुहोला। त्यस पछाडि अब एजुकेसन डिटेल भर्नुपर्ने हुन्छ। अब यसको लागि तपाईँ आफ्नो कुन विश्वविद्यालयबाट पढ्नुभएको हो यसमा गएर आफ्नो विश्वविद्यालयको नाम राख्नुहोला। जस्तै तपाईँ कुन डिग्री लिनुभएको हो त? ब्याचलर छ भने ब्याचलरको यहाँ भर्न पाउनुहुनेछ। प्लस टूको हो भने प्लस टूको एसईको अथवा एसएलसीको के राख्नुहुन्छ त्यसको यहाँ बोर्ड राख्नुहोला। अब सबभन्दा पहिला मैले यहाँ प्लस टूको राख्छु। त्यही भएर यो प्लस टू अहिले NEE राखेँ। त्यस पछाडि शैक्षिक उपाधि भनिरहेछ प्लस टू हो। त्यसपछि सङ्ख्यामा आएर यहाँ के सङ्ख्या पढ्नुभएको हो त्यो राख्नुहोला। त्यस पछाडि यो श्रेणी छ त्यो श्रेणी चुज गर्न सक्नुहुनेछ। त्यस पछाडि जिपिए तपाईँको कति आएको छ त्यो जिपिए यहाँ राख्नुपर्ने हुन्छ। जिपिए राखिसके पछाडि यो मूल विषय लिनुभएको हो भने यहाँ राख्न सक्नुहुनेछ। त्यस पछाडि आएर यहाँ एडमा क्लिक गर्नुभयो भने तपाईँको यहाँ सबै डिटेल अपलोड हुन्छ। यसमा गएर एड गर्नु होला र यहाँ तपाईँको डिटेल एड भयो। अब फेरि तपाईँ एसईको पनि राख्न सक्नुहुनेछ यहाँ। अब एसईको राख्नलाई पनि तपाईँले यहाँ राख्न सक्नुहुनेछ बोर्ड। त्यस पछाडि शैक्षिक उपाधि तपाईँको के हो राख्नुहोला। त्यस पछाडि सङ्ख्या के हो, त्यसपछि कति जिपिए आएको थियो, ग्रेड हो तपाईँको त्यो राख्न सक्नुहुन्छ। त्यस पछाडि यहाँ आएर के राख्नुहोला र फेरि एड गर्नुहोला
र यसरी आफ्नो डिटेलहरू राखिसके पछाडि कुनै तालिम पनि लिनुभएको छ भने यहाँ तालिम पनि उल्लेख गर्न सक्नुहुनेछ र त्यस पछाडि आएर तपाईँ यहाँ एड एन्ड सेभमा छ यसमा क्लिक गर्नुहोला। त्यस पछाडि वर्क एक्सपिरियन्सको अप्सन आउँछ। कुनै पनि वर्क एक्सपिरियन्स लिनुभएको छ भने भन्नुहोला। लिनुभएको छैन अथवा तपाईँको यो फारम भर्नको लागि कुनै पनि एक्सपिरियन्स चाहिएको छैन भने कन्टिन्यूमा क्लिक गर्न सक्नुहुनेछ। त्यस पछाडि अब यसमा तपाईँले अझै डिटेलहरू आउँछ जस्तै दरखास्त विवरणको बारेमा आउँछ। यसमा समूह तपाईँ साधारणको लागि हो कि प्राविधिकको लागि अप्लाई गर्दै हुनुहुन्छ त्यो चुज गर्नुहोला। स्टाफ नर्स र एउटा मेडिकलको जुन छ त्यसको लागि हो भने प्राविधिक गर्नुहोला, बाँकीको लागि साधारण गर्न सक्नुहुनेछ। पदको अप्सन आउँछ यहाँ। यसमा तपाईँ आफ्नो पद चुज गर्नुहोला। अब मैले सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि हो भने यो चुज गरेँ। तपाईँसँग यदि लेखाको क्वालिफिकेसन छ र यसको लागि हो भने यो चुज गर्नुहोला, कानुनको छ भने यो चुज गर्नुहोला, सहायक प्रहरी निरीक्षकको लागि छ भने यो चुज गर्नुहोला। अहिलेको लागि म यो निरीक्षक गरेँ। त्यस पछाडि कार्यरत हुनुहुन्न भने यसमा अलरेडी सिलेक्टेड छ र कुन समावेशीमा कतिवटा सिट छ सबैको लिस्टहरू आउँछ। त्यसपछि परीक्षा केन्द्रमा आएर तपाईँ कहाँबाट भर्नुहुन्छ त्यो चुज गर्नुहोला। म यहाँ काठमाडौँबाटै भर्छु त्यहीँ चुज गरेँ। र त्यस पछाडि आएर अब तपाईँले यसमा कुनमा आवेदन दिनुहुन्छ। खुल्लामा त्यतिकै भयो। अब अरू तपाईँ कुनबाट भर्नुहुन्छ? अब म यहाँ मधेसीबाट पनि भर्छु। हो त्यो भएर यसमा म टिक गरेँ र यति गरिसके पछाडि तपाईँ यो दुइटैमा टिक गर्नुहोला। क्लिक गर्नुहोला। त्यस पछाडि एडमा गएर क्लिक गर्न सक्नुहुनेछ। र त्यस पछाडि आएर अब कन्टिन्यूमा क्लिक गर्न सक्नुहुनेछ। र त्यस पछाडि अब ब्याङ्क भोचर हामीलाई अपलोड गर्नुपर्ने हुन्छ। अब यसमा तपाईँले अपलोडमा क्लिक गर्नुहोला। त्यस पछाडि गएर यहाँ आफ्नो ब्याङ्कको सबै भोचरको फोटो तानेर अपलोड गर्नुपर्ने हुन्छ। अब यसमा तपाईँले यो अलरेडी राष्ट्रिय वाणिज्य ब्याङ्कको खाता हो, यो खाता नम्बर हो र त्यस पछाडि कार्यालय कोड हो। तपाईँले कति जम्मा गर्नुपर्ने हुन्छ दस्तुर, त्यो तपाईँले यहाँ जम्मा गरेको मिति, कति जम्मा गर्नुभयो, कहिले जम्मा गर्नुभयो र तपाईँ जुन पैसा जम्मा गर्नुहुन्छ ब्याङ्क गएर त्यतिखेर तपाईँको एउटा कोड दिइन्छ। त्यो कोड तपाईँ यहाँ राख्नुपर्ने हुन्छ। कोड राखिसके पछाडि ब्याङ्कको भोचरको फोटो तानेर यहाँ अपलोड गर्नुपर्ने हुन्छ र यो अपलोड गरिसके पछाडि जब तपाईँ सेभ गर्नुहुन्छ त्यस पछाडि तपाईँको फेरि यो एप्लिकेसन स्टाटसमा जान्छ। एप्लिकेसन स्टाटसमा गइसके पछाडि तपाईँको यसरी हेर्न सक्नुहुन्छ। यसमा तपाईँ सबै डिटेलहरू भरिसके पछाडि तपाईँको यस्तो आउँछ र यस्तो आइसके पछाडि एप्लिकेसन स्टाटसमा गएर तपाईँले यस्तो आउँछ। एप्लिकेसन स्टाटसमा गएर यस्तो आउँछ र यसलाई तपाईँ आफ्नो जेनेरेट इन पिडिएफ सेभमा सेभ गरिसके पछाडि यसलाई प्रिन्ट गराएर तपाईँ कुन ठाउँ चुज गर्नुभएको थियो त अघि परीक्षा केन्द्र, त्यो ठाउँमा गएर तपाईँ यसलाई सबमिट गर्न सक्नुहुनेछ र त्यस पछाडि बाँकीको प्रोसिजरको लागि तपाईँले त्यहाँ इन्फर्मेसन हुन्छ र त्यही हिसाबले तपाईँ फारम भर्न पाउनुहुनेछ। तपाईँलाई अझै पनि केही सोध्न मन लाग्यो भने कमेन्ट गर्न सक्नुहुनेछ। भिडियो राम्रो लाग्यो भने च्यानल सब्सक्राइब गर्नुहोला। धन्यवाद।